हेलो गाइस, आज चाहिँ म आजलाई आलु पराठा खानु मन थियो। अन्त घरमा हेरेको मैले छैन। अन्त म माथि गएको थिएँ कि स्टोरमा। अनि त्यहाँबाट स्यान्डविच पनि खानु मन लाग्यो। अनि ब्रेडहरू पनि लिएँ। अनि ब्रेड ल्याउँदाखेरि त्यहाँ एकजना दिदी ट्रली बोकेर घुमिरहनु भयो। त्यो दिदीले भन्नुहुन्छ आज आलु पराठा बनाउने भनेर। अनि दिदीलाई कसरी थाहा भयो? सोच विश्वासमा पऱ्यो। अनि दिदीले भन्नुभयो किन सोच्न परेको, मलाई तिम्रो घरको सबै कुरा थाहा छ भन्नुहुन्छ। बाफरे बा, म चक्क पऱ्यो। आज आलु पराठा बनाउने भनेपछि। अनि त्यहाँदेखि मैले भने दिदी त्यसो भए हजुर बस्नु, म हजुरलाई 1 प्लेटमा आलु पराठा बनाएर म ल्याइदिन्छु ल भनेर ढाँटेँ। अनि घर गएँ। अन्त मैदाहरू पेलेर मैले त्यसरी बनाएँ। सबभन्दा पहिला चाहिँ मैले पिठोहरू लिएँ। अन्त मुसेँ। अन्त मुटिसकेपछि आलुहरूलाई यस्तो गरेँ। अनि आलु र पिठोलाई यस्तो गरेर मैले बेलेँ। हतार बेलेँ। अन्त बेले अलिकति ठुलो बनाउनु पर्थ्यो, आलु अटोस् भनेर मैले बेलेको थिएँ। अनि ठ्याक्कै त्यो दिदीको कराएको। त्यो दिदीले भन्नुभयो खै त 1 घन्टा लाग्यो त, अब म तिम्रो घरको अगाडि नै आइसक्यो, अब भित्र आउनु नपरोस् भनेर। म कस्तो रिस उठ्यो क्या, मेरो घर अगाडि आएर मलाई धम्की दिने भनेर। अन्त मैले त हतार बनाइदिएँ। तर पनि अब मेरो फास्ट टाइम देखाउनु पऱ्यो भनेर हतार बनाएँ। अब बेल्नु पऱ्यो त्यो आलु लगाइसकेपछि। अनि दिदीले फेरि कल गर्छ, ल अब म गएर तिम्रो घरबाट भनेर। अनि मैले भने यति हतार गरेँ मैले चाहिँ। अन्त तपाईँ त्यसको अनि दिदीले भने तिमीले यति ढिलो गर्छौ भनेर कति यति भन्दाको टिक्का लाग्छ होइन। अन्त मैले सोचेँ अब मैले त खाने पराठा भन्दा नि मैले चाहिँ एक्लै खाएँ। अब हजुरहरूलाई यो पराठाको रेसिपी कस्तो लाग्यो?